सञ्जीवनी पाइन्थ्यो तुडा चल सत्ययुगको सञ्जीवनी पाइन्थ्यो तुडा चल लक्ष्मणलाई बाण लागेर लङ्का हुँदा खल लक्ष्मणलाई बाण लागेर लङ्का हुँदा खल सबैलाई रमाइलो गर्छु कोही नमान्या रिस सबैलाई रामछाया दिन्छु कोही नमान्या रिस बैलडुङ्गा घुम्न जाउँला आउनु 8 बिस बैलडुङ्गा घुम्न जाउँला आउनु 8 बिस जिल्ला दैलेख गाउँ रोल नगर 8 बिस जिल्ला दैलेख गाउँ रोल नगर 8 बिस फुच्याउ नभनी दिया उमेर भएको 30 फुच्याउ नभनी दिया उमेर भएको 30 ओडा नम्बर 6 मा पर्यो गाउँ मेरो रोल ओडा नम्बर 6 मा पर्यो गाउँ मेरो रोल एकचोटि रामछाया दिया यही सुनौली कोल एकचोटि रामछाया दिया यही सुनौली कोल मोबाइल राम्रा आइफोन आयो गाडी राम्रा टाटा मोबाइल राम्रा आइफोन आयो गाडी राम्रा टाटा कोही भन्दा कोद्या बोया कोही राति माटा कोही भन्दा कोद्या बोया कोही राति माटा बाउआजाले कोद्या बोया मैले छोड्या बाजै बाउआजाले कोद्या बोया मैले छोड्या बाजै जन्म्या थली घरको माया कले जाउँदो ताजै जन्म्या थली घरको माया कले जाउँदो ताजै धेरै धेरै धन्यवाद छ दैनिकको यो चौथो अधिवेशनमा पाल्नुभएका यहाँहरू सबैजना अतिथिज्यूहरू मञ्चमा आसन ग्रहण गरिरहनुभएका सम्पूर्ण अतिथिज्यूहरू विभिन्न जिल्लाबाट विभिन्न प्रदेशबाट विभिन्न पालिकाबाट विभिन्न वडा गाउँठाउँ सबै ठाउँबाट पाल्नुभएका यहाँहरू सबैजनालाई म दैलेख समाज दक्षिण कोरियाको उपाध्यक्षको हैसियतले र अब यो गीत सङ्गीत क्षेत्रमा यो कलाकारलाई पनि अलि जोगाउनुपर्छ अब यो साहित्य विधासँग जोडिएको यो देउडा गीत जो कि हाम्रा 19 जिल्ला सुदूरपश्चिम र मध्यपश्चिम अहिलेको कर्णाली प्रदेश र सुदूरपश्चिममा निकै लोकप्रिय यो कला संस्कृतिलाई पनि अलि जोगाउनुपर्छ र केही अगाडि लिनुपर्छ भन्ने हिसाबले म यतातिर थोरै ढल्किएको धेरै अनुभव नभएको र म एउटा विद्यार्थीको हैसियतले तपाईँहरू सबैलाई यहाँ उपस्थित भइदिनु भएकोमा आफ्नो अमूल्य समय दिनुभएकोमा यो अलि यतिको रमझमको माहौल र यति टन्न उपस्थिति भइदिनु भएकोमा एउटै मेसेज एउटै भिडियो मार्फत पुरै सन्देशलाई एकदमै सिरियस लिएर उपस्थित भइदिनु भएकोमा यहाँहरू सबैलाई म मेरो व्यक्तिगत तर्फबाट दैलेखी समाजको तर्फबाट यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्दै म अहिले छुट्टिन्छु फेरि रमाइलो गर्नु परे फेरि उपस्थित हुनेछु थ्याङ्क यू